नमस्कार यहाँलाई फेरि स्वागत छ घर जग्गा काठमाडौँमा। मेरो नाम प्रेम मत। आज तपाईँले हेर्नुहोस् न, यति राम्रो प्लटिङ रहेको छ कि चारैतिर चलन चल्तीको मूल्यभन्दा आनामै लगभग 10 लाख सस्तोमा पाउँदै हुनुहुन्छ। भक्तपुरको दुवाकोट नजिकै रहेको जग्गा। तपाईँहरूलाई यो जग्गाको बारेमा सम्पूर्ण जानकारी दिने नै छु। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। ल आउनुहोस् आजको यो बिक्रीमा रहेको जग्गा हेरौँ है त। अब यताबाट सलक्क हेर्नुहुन्छ भने यहाँदेखि यो मजाको भ्यू हेर्न सक्नुहुन्छ। पार्टिसन भइसकेको छ भने पास भएर बिक्री भएर पास भएर व्यक्तिको नाममा पनि गइसकेका छन्। यहाँबाट आदि टुकुराहरू है त तपाईँले जानकारी गराइसकेको छु भने अब यो साइडमा अगाडिसम्म हेर्न सक्नुहुन्छ। यहाँसम्म रहेको छ, पार्टिसन हुँदैछ, माथितिर घरहरू बनिसकेको छ, राम्रो राम्रो टुकुराहरू अझै बाँकी रहेको छ। पूर्व दक्षिण फेस गरेको जग्गाहरू रहेको छ भने अब यो साइडमा हेर्न सक्नुहुन्छ। ठुलो मेन बाटो त्यही नै भयो। 32 फुटे बाटो जोडिएको, भित्री बाटो मजाको 20 फुटे पाउनुहुन्छ भने 13 फुटे पाउनुहुन्छ। बत्तीको पोल र लाइटको सम्म सुविधा रहेको छ भने बाटो सर र ढलान हुन्छ है। ढलान हुन्छ, पिच हुन्छ, ढलको निकास हुन्छ, खानेपानीको धारो हुन्छ। तपाईँले यो वरिपरि चारैतिरको एरियाभन्दा आनामै 10 लाख सस्तोमा पाउँदै हुनुहुन्छ। मौकाको फाइदा उठाइहाल्नु होला। आजको बिक्रीमा रहेको जग्गा यही नै हो। तपाईँलाई जस्ताको तस्तै जानकारी राखिसकेको छु। अब यो जग्गा लिँदै गर्दा एक नम्बरमा फाइदा भनेको मूल्य एकदमै सस्तो। यो एरियाको चारैतिर चलन चल्तीको मूल्यभन्दा आनामै 10 लाख सस्तोमा पाउँदै हुन्छ। 2 नम्बर भनेको एउटा व्यवस्थित प्लटिङ हुनेछ है त। बत्तीको लाइन र बत्ती टिलिक्क रातभरि झलमल्ल बाल्ने एउटा बत्तीको सुविधा पाउनुहुन्छ तपाईँले। बाटो सर र ढलान हुनेछ। 2 नम्बरमा ढलको निकास हुनेछ। खानेपानीको एउटा घडरी एउटा धारो हुनेछ है त। तपाईँहरूसँग पैसा नपुगेको खण्डमा लोनको सुविधा पनि रहेको छ। अब यति राम्रो जग्गा लिन चाहनुहुन्छ भने मौकाको फाइदा उठाइहाल्नु होला। यो भिडियो अन्तिमसम्म हेर्नु होला, अनि मात्रै थाहा पाइ नै हाल्नुहुन्छ है त। आजको बिक्रीमा रहेको जग्गा यही नै थियो। तपाईँहरूलाई जस्ताको तस्तै मोटामोटी जानकारी राखिसकेको छु। यो जग्गा एक्ज्याक्ट लोकेसन भन्नुपर्दा तपाईँहरू काठमाडौँबाट आउनुहुन्छ भने काठमाडौँको रिङ रोड चावलबौद्धदेखि सर र मूलपानीदेखि वारी आउनु भने नेपाल इन्जिनियरिङ कलेजको जस्ट माथिपट्टि माङ्गाल चोक रहेको छ। त्योभन्दा अलिकति अगाडि आउनु भने ठ्याक्कै झौखेलमा। यता भक्तपुरमा आउनुहुन्छ भने अरानीको हाइवे राधे राधे भाटबढी हुँदै सर र तपाईँहरू दुवाकोटबाट छिरेर ठ्याक्कै दुवाकोटको माङ्गाल चोकमा आउनु होला। त्योभन्दा अलिकति अगाडि आउनुभयो भने पूर्व उत्तर साइडतिर यो जग्गामा आउनुहुन्छ। 50 रोपनी चान्चुनमा गर्न लागि प्लटिङ रहेको छ भने यसमा तपाईँले 3 आना 3.5 आना 4 आनाको टुकुराहरू मजाले आफ्नो नाममा बनाउन सक्नुहुनेछ। बाटो भनिसकेँ मैले। 20 फुटे र 13 फुटे ढलान, ढलको निकास, खानेपानीको धारो, बत्तीको सुविधा वरिपरि घरको बिचमा। अब यही प्लटिङमा बिक्री भएर पास भएर 3वटा घर बन्दैछ है त। अब तपाईँले तुरुन्तै किनेर घर बनाएर बस्छु भन्दा पनि पाउनुहुन्छ। मौकाको फाइदा उठाइहाल्नु होला। जम्मा आनाको धेरै छैन है। तपाईँले यो सेरोफेरो वरिपरि हेर्नुभयो भने आनाको 35 चलिसकेको छ माङ्गाल चोक वरिपरि। अब यो जग्गा जम्मा तपाईँहरूलाई 20 देखि 23 लाखले दिँदै हुनुहुन्छ। मौकाको फाइदा उठाइहाल्नु होला। अब ढिला गर्दै नगर्नुहोस्। साइडमा हेर्नुहोस् न, जग्गाको लागि भन्दा नम्बर राखिसकेको छु। डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझाइलिन सक्नुहुनेछ। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु होला भन्दै आजलाई बिदा हुन चाहन्छु। हस् त, नमस्ते, धन्यवाद। यहाँहरूको दिन समय राम्रोसँग जाओस्।